गयो केटाकेटी हो। म चाहिँ माथि छतमा हो। छतमा चाहिँ किन बस्या हो भन्दाखेरि आज पानी आएको रहेछ धारामा। अनि हाम्रो चाहिँ यस्तो छ कि फेरि भुइँटाङ्गी चाहिँ अलिकति सानै छ। कस्तो कति हजार लिटरको छ भन्दा कि 5 हो कि 6,000 लिटरको छ। तर त्यो पानी पुग्दैन कि आयो 3 तलालाई। अनि तल भाडामा बस्ने हो अनि माथि भाडामा बसिन्छ। अनि बिचमा चाहिँ हामी बस्छौँ अनि म माथि टपमा एउटा कोठामा बस्छु। तब पुग्दैन कि आयो साँच्ची भनेको त्यत्रो 6 लिटरको ट्याङ्की छ तल भुइँटाङ्गी। अनि माथि 1,000 2,000 6,7,000 अनि माथि अनि उताको एउटा कालो ट्याङ्की छ 8,000को छ है। त्यत्तिकै पानी पनि पुग्दैन यार। अनि राति अनि पानी आएको दिन चाहिँ के हुन्छ भन्दाखेरि भुइँटाङ्गी भरिन्छ। भुइँटाङ्गी भरेपछि चाहिँ अनि पानी आइरहेको छ क्या। अनि यो 2टा ड्रममा यो 2टा ड्रम यो चाहिँ यो भयो यो 2टा भर्ने होइन। अनि यो भरेपछि चाहिँ अनि फेरि अनि तपाईँको भुइँटाङ्गी भरेपछि चाहिँ अनि आनन्द हुन्छ क्या पानी भए पनि होइन। अनि मजा आयो क्या। कति बज्यो भन्दाखेरि 11:53 भइसक्यो है। अनि धेरै जसो मान्छेहरू सुतिसक्यो यता हाम्रो टाउतिर है। टाउतिर के भन्ने अरू ठाउँतिर नि होइन। अब म चाहिँ माथि छतमा छु क्या। किनकि यो 2टा ड्रम नभएसम्म सुत्न पाउँदिनँ म। किनकि मम्मीले चाहिँ भन्नुभएको थियो तँ सुत म भर्छु भन्नुभएको थियो। अनि फेरि भोलि बिहान सुत्नुपर्छ क्या। म रातभरि सुतेन ट्याङ्की भरेर सुतेको हो के गर्नुहुन्छ क्या। अनि मलाई झ्याउ लाग्छ है। तर मै माथि नै बस्छु मै भरेर सुतेपछि भोलि सुन्नु पर्दैन मम्मीको होइन। अनि त्यो म चाहिँ यहाँ माथि छतमा अब त्यो भुइँटाङ्गी भरिन्छ कति बेला भरिन्छ। अनि म चाहिँ अनि भुइँटाङ्गी भरेपछि अनि मोटर आउँछु अनि यो 2टा ट्याङ्की